गुड मर्निङ त मेरो हस्बेन्ड आउनु भएको छ आफ्टर सो लङ टाइम आफ्टर 15 डेज त म ब्रेकफास्टमा आज बनाउँदैछु चाउमिन अन्त यहाँ बनाएको छु मैले अचार यो चाउमिन उम्लिँदैछ हामीले नि चाउमिन नखाएको त थुप्रै दिन भयो त उसले के ल्याएको छ म तपाईँलाई देखाउँछु यो चाहिँ हो कोकोको खाना यो चाहिँ यो मन्थको लागि हो अन्त उसले यो गिफ्ट लिएर आउनु भएको छ अफिसबाट त म देखाउँछु तपाईँहरूलाई के छ भनेर यहाँ छ सुनपापडी अन्त छ यो खजुर कति मजाको ठुल्ठुलो खजुर रहेछ क्या खजुर त अहिले चल्दैछ ईदको लागि सबैले अहिले राख्दैछ रोजा त उसले पनि यो रोजाको नि गिफ्ट पाएको हो थ्याङ्क यू सो मच अन्त सबैलाई ह्याप्पी ईद अन्त उसले इफ्तार पनि गरे अरे आफ्नो स्टाफहरूसँग एकदमै राम्रो लाग्यो उसको पनि फर्स्ट एक्सपिरियन्सै थियो त अहिले 8:30 हुनु आँटेको छ 8 बज्दैछ त फटाफट घरको काम यसरी नै सक्दैछ अन्त आजको म यसरी नै अपडेट दिइबस्छु अन्त मिट आवर कोको अन्त आजको वेदर पनि देखाइदिन्छु एकदमै दामी वेदर भइरहेछ एकदमै दामी हावा चल्दैछ कुल भइरहेछ वेदर यहाँ हेर्नुहोस् न वेदर कस्तो राम्रो यहाँ मेरो फुलहरू पनि फुल्दैछ यो अस्ति ल्याएको फुलहरू हो त अहिलेको लागि चाहिँ यति नै भरे फेरि भेटौँला किनकि आज म सायद बाहिर निस्किनु आँटेको छु